सबैजनालाई सुन्दर पोखराबाट नमस्ते। म आर्जु गजमेर बदमताम दार्जिलिङबाट नेपाल घुम्नु आएको। नमस्ते, म सिजन मान्दर, म बनेपाबाट। अनि हामीले चाहिँ अहिले रिसेन्टली अन्नपूर्ण सर्किट ट्रेक सक्यो। अनि हामी के कस्तो भयो, मेरो चाहिँ एक्सपिरियन्स के छ भन्दाखेरि सर्टमा भन्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै दामी लागेको भनेको भ्राताङको हामी मनाङ भ्याली होइन फार्म हाउस थियो। त्यहाँ मनाङ भ्याली भन्ने उनीहरूको ब्रान्ड रहेछ, एप्पल फार्म हाउस रहेछ। त्यहाँनिर चाहिँ एप्पल यस्तो टेस्टी लाग्यो होइन, जसरी मान्छेलाई मासुको तलतल हुँदाखेरि सुँगुरको मासु चमचम खायो भने त्यो हुन्छ नि तृष्णा मेटिन्छ नि, त्यस्तै भयो क्या मेरो चाहिँ एप्पलले। त्यहाँनिर एप्पल खाएँ मैले, झन्डै 1 केजी जस्तो खाएँ होला। त्यहाँदेखि यता मैले एउटा 1 बाइट पनि टोकेको छुइनँ क्या। एप्पलै एप्पल हुँदै हुँदै आएको, सबैकोमा एप्पल थियो, जोमसोममा एप्पल थियो होइन, मुस्ताङ सुस्ताङ सबै एप्पल थियो। तर त्यो त्यहाँको एप्पलले मेरो तृष्णा यस्तो मजाले मेटाइदियो, अब म 1 वर्षसम्म एप्पल नै खाँदिनँ। त्यस्तो दामी त्यहाँको एप्पल होइन। त्यहाँनिर इटालियन एप्पल के भन्दै थियो, त्यो मेन हाइलाइट भयो। यहाँदेखि काठमाडौँदेखि भ्राताङ हामी गएको थियौँ दिनभरि ड्राइभ गरेर। त्यो फर्स्ट एक्सपिरियन्स भयो। फर्स्ट एक्सपिरियन्स बासा तिम्रो पनि सुनाउनु। मेरो भन्नुपर्दा चाहिँ मेरो नि त्यसै भन्नु पऱ्यो, उसले भन्दा चाहिँ अलिक कम खाएँ मैले चाहिँ एप्पल चाहिँ, तर एकदमै जुसी थियो क्या त्यो गोल्डन अनि ग्रिन एप्पल होइन। रेड त भन्नै पर्न, अब त्यही हो। मेरो एक्सपिरियन्स भनेको चाहिँ अलटुगेदर चाहिँ राम्रै भन्नु पऱ्यो। अनि त्यस फर्स्ट टाइम भेटेको साथी पनि एकदमै रमाइलो भयो, भाइब पनि मिल्यो, त्यही हो मेरो चाहिँ। ड्रोन सट ट्राई गऱ्यो। त्यो ड्रोन मैले उडाएको छु, फर्स्ट टाइम उडाएको जिन्दगीमा होइन। जसो तसो सर्ट छ, हेर्नु होला। पासा हाउ डिड यु लाइक द ड्रोन सट? एकदम दामी यार। त्यो जब हामीले यस्तो गऱ्यो तिमीले नजिलाइन होइन, अनि यस्तो गयो नि, त्यसो चाहिँ बवाल लाग्यो मलाई त्यो चाहिँ। देन भोलिपल्ट हामी के भन्छ बोलेरो क्याम्परमा पछाडि चढेर गयो। ड्राइभ एकदमै दामी ड्राइभ होइन। हामीले के भन्छ यो प्रेम गीतमा युज भएको के अरे लोकेसनहरू देख्यो। अन द वेमा हामीले ग्रिन लेक भेटेको थियो बाटोमा। ग्रिन लेक जाँदाखेरि चाहिँ झोलुङ्गे पुल क्रस गर्नुपर्ने चाहिँ एकदम मजा आयो त्यो पनि होइन। त्यो पनि भन्नु नि त्यो ड्रोन के भयो भनेर। अनि ड्रोन चाहिँ त्यहाँनिर चाहिँ अलिक कन्फिडेन्ट बढिसकेको थियो क्या, ओभर कन्फिडेन्ट भइसकेको थियो म चाहिँ। यता भ्राताङमा उडाएकोले यता अलिक ओभर कन्फिडेन्ट भएको थियो। त्यसपछि फेरि हाम्रो डाइरेक्टर साहब आमुस त्यो छेउमै ग्रिन लेकमा उडाए। ग्रिन लेक चाहिँ कस्तो छ भने यस्तो ग्रिन लेक भयो, यतातिर त्यस्तो प्लेन नै छ, तर यस्तो भने चाहिँ भित्ता छ क्या यस्तो। अनि हामीले चाहिँ उतापट्टि यस्तो हामी यताबाट आएको, यता भित्ता छ, अनि उतानिर एउटा होमस्टे टाइपको छ। अनि त्यहाँबाट यस्तो उडाएर चाहिँ ग्रिन लेकलाई चाहिँ यसरी ब्याक गयो क्या, यसरी ब्याक। अनि एकदम ब्युटिफुल लाग्थ्यो है सर्ट। के भन्छ पासा, दामी सर्ट आउँदै थियो। हाम्रो डाइरेक्टर साहबले पनि ओ नाइस नाइस भन्दै थियो। म नि मजारा जाँदै थिएँ भरे त सिधै उयसमा रुखमा ठोकेछ क्या। अनि ड्रोनसन लोकेट गऱ्यो। उमेश हुनुहुन्छ, छोडिदिएँ अब अहिले।
भएको थियो। त्यो ड्रोन सट नि मजा आयो त्यहाँनिर लिनु। त्यसपछि अरू तिमीलाई के भन्छ यो थोरङ पास गर्दाको एक्सपिरियन्सहरू चाहिँ के कसो छ पासा? फर्स्टमा त अब बिहान हामी 3 बजे उठ्यो अनि फ्रेसर्स भएर हामी चाहिँ 4 बजे टक्कै टाइममै हिँडेको थियो। माथि पुग्दाखेरि त ओहो कहिले पुग्ला जस्तो भयो। तर जस बल्ल तल अलिअलि थकाइ मार्दै गर्दा चाहिँ हामी चाहिँ जस पास भयो। जब त्यो पास भएपछि एकदम ल अब चाहिँ मैले चाहिँ के एचिभ गरेँ जस्तो भएको थियो कि मलाई चाहिँ। तिमीलाई कस्तो लाग्यो पासा? मलाई त अचिभ भन्दा पनि 5 मिनट फुर्सद निकालेर गाइडलाई कुद्नु मन लागेको थियो। वेलकम आज हामी थोरङ फेदीबाट थोरङ फेदी कुनै के क्याम्प लजमा बसेको थियो। 3 बजी उठेर नास्ता के अरे ब्रेकफास्ट गरेर यसरी ढुङ्गा हुन्छ अगाडि भिडियो गर्नु त नाच्छ हिँडेको। अनि यहाँ देख्न सक्नुहुन्छ यसको हालत सबैभन्दा लास्टमा छ यो पासा चाहिँ पाथ फाइन्डरको मास्टर अरे। त्यही भएर अगाडि पुगिसकेको थियो। अहिले चाहिँ हामी अप्रोक्सिमेटली 4700 मिटर्स अबभ सी लेभल्स। अनि हाम्रो गाइड भनौँ कि होइन गुरुजी भनौँ कि उमेश चाहिँ यहाँ गएर गफ लडाउँदैछ। पासा छ अरे चाहिँ यहाँ पासा हिजो हामी यहीँसँग आएको त हत्तु के हुन्थ्यो हिँड्दा हट्दिने मान्छे हो। फर्के यता हेर्न भाइ हो गाडी अनलोड गर्नु गएको जस्तो देखिरहेको छ। हेलो म्याडम के छ ठिकै छ? जिब्रो पिल्चेको छ पत्ता छ पानीले म्याडमको। त्यो आफ्नो चाहिँ देखा न। हिँडेर झन्डै 2 घन्टा जस्तो बादमा हाइकामा आइपुगेको छ हामी। 4800 मिटर। पाथ फाइन्डरको मास्टरहरू क्या यो केटाकेटी हेर्नु परेन के गर्नु? अन्त तिम्रो बल्छिहरू टोपी त बाङ्गो भएछ त। शीत परेछ तिम्रो टोपीमा त पासा। के गर्नु शीत पासा त शीत पर्नुभन्दा अगाडि आइपुगेछ नि त। हो सर खै मलाई लुक एट दिस लेजी फेलो। थाक्यो यो कालले चढ्दाखेरि अलिक मोटिभेट गर्नु पर्यो। त्यो उमेश तोर्पेले झन् डिमोटिभेट गर्छ। लट्ठी घिसार्नु पनि समस्या, खुट्टा घिसार्नु पनि समस्या। हेर मलाई समय हात नसुटोस् हाम्रो गहिरो साथ देख्नेले देखोस् सुनोस् हाम्रो वर्षका छैन कुनै यहाँ खुसी सोहानी जाऊ जहाँ गहिरोले भनोस् सुनोस् हाम्रो बारे कुरा। जति जे छ मेरो तिमी हो तिमी